अहिलेको बच्चाहरू धेरै स्क्रिन टाइममा बिजी भएर अनि आइप्याड मोबाइल अनि मलाई चाहिँ त्यो कट अफ गराउन मन थियो र मेरो बच्चालाई एकदमै हुन्छ नि इन्भल्भ भएर एक्टिभिटिजहरू गरोस् भन्ने त्यो इच्छाले मैले छिटो जोइन गराएको थिएँ। त्यो सँगसँगै एकदम बिजी सेड्युल भएर पनि मैले टाइम दिन नसकेर त्यो कारणले मैले जोइन गराएको र मैले अहिले लास्ट 3 मन्थ्सदेखिबाट मेरो छोराकोमा धेरै चेन्जेसहरू पाएको छु। घरमा राइम्सहरू गाउँछ, उसले गरेको एक्टिभिटिजहरू सुनाउँछ, जबकि उसले जोइन गर्दाखेरि उसको त्यति बोल्न सक्ने पनि थिएन र अहिले चाहिँ एकदमै उसले घरमा आएर आफ्नो कुराहरू सेयर गर्छ। अनि पटी ट्रेनिङ पनि मैले गर्न सकेको थिएन र यहाँ आएर त्यो पनि हुँदैछ। अर्को कुरा भन्नुपर्दा लोकेसनको वाइज कोटेश्वर एरियामा कस्मिक स्कुल चाहिँ एकदमै राम्रो लोकेसनमा छ। इजिली बस हैन ट्रान्सपोर्टेसन फेसिलिटिजहरू अवेलेबल छ, रिजनेबल छ प्राइस पनि। आई वुड सजेस्ट कस्मिक मोन्टेसोरी टु अल द पेरेन्ट्स। थ्याङ्क यू।